अहिले चाहिँ पुरै इन्टरनेट भरि यो मोडलको रिपोर्ट हेरेर चाहिँ डरको माहौल छाएको छ है। रिसेन्टली मात्रै क्लाउडको ओपस 4.7 भन्दा पावरफुल मोडल चाहिँ एन्थ्रोपिकले बनाएको छ, तर यसलाई पब्लिकली रिलिज भने गरिएन। कारण थियो डर। बेन्चमार्कको कुरा गर्ने हो भनेदेखि यो मोडलले बेन्चमार्कमा च्याट जीपीटी 5.4, ओपस 4.7, जिमिनाई 3.1 जस्ता सबै फ्ल्यागशिप मोडलहरूलाई धेरै पर छोडेको छ। रिसर्चरहरूले यस्ता मोडलहरूलाई पब्लिक गर्नुभन्दा अगाडि चाहिँ एउटा आइसोलेटेड इन्भाइरोमेन्टमा राखेर टेस्टिङ गर्ने गर्छन्। यो इन्भाइरोमेन्टलाई स्यान्डबक्स पनि भनिन्छ। यस्तो स्यान्डबक्स भनेको चाहिँ केज जस्तो हुन्छ। भन्नुको मतलब यो इन्भाइरोमेन्टबाट मोडलहरूले बाहिर एक्सेस गर्न सक्दैनन्। तर यो मोडलले चाहिँ यो स्यान्डबक्सको केज ब्रेक गरेको छ। केज ब्रेक गरेर यसले आफ्नो रिसर्चरलाई मलाई रिलिज गर्देऊ भनेर चाहिँ इमेल समेत पठाएको छ। त्यति मात्रै नभएर यो मोडलले चाहिँ रिसर्चरकै टोकन, एपीआई की जस्ता कुराहरू चाहिँ मेमोरी स्क्यान गरेर चोरेको पनि भेटिएको छ। एउटा 27 वर्ष पुरानो सिस्टम जहाँनेरि चाहिँ 5 मिलियन टाइम्स अटोमेटेड टेस्ट रन भएको थियो। यो 5 मिलियन टाइम अटोमेटेड टेस्ट रन हुँदाखेरि पनि कुनैले पनि नभेटेको बग यो मोडलले पत्ता लगाएको छ। यसले के कुरा चाहिँ बाहिर ल्याएको छ भन्दाखेरि यस्ता बगहरू जुन चाहिँ मान्छेले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् त्यो सिस्टममा धेरै हुन सक्छन्। र यो मोडल पब्लिक भयो भनेदेखि यो मोडलले चाहिँ त्यस्ता बगहरू भेटाएर पुरै सिस्टमै आफ्नो कन्ट्रोलमा ल्याउन सक्ने क्यापेबिलिटी देखाएको छ। यो मोडलको नाम हो क्लड माइथस प्रिभ्यू।